भूतपूर्व सैनिक सङ्घ 35औं स्थापना दिवस कार्यक्रमका सभापति आदरणीय नेता लमजुङ जिल्ला पूर्व पार्टी सभापति तपाईँ हाम्रो सबैको मनको बुजुर्गी युवा नेता गजबहादुर गुरुङ, आज यस स्थापना दिवसका प्रमुख अतिथि संविधान सभा सदस्य, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा नेपाल भूतपूर्व सैनिक सङ्घ विभाग प्रमुख आदरणीय श्री महेन्द्र कुमार लिम्बुज्यू, त्यसै गरी यस विभागका सचिव सुनिताज्यू, नेपाल भूतपूर्व सैनिक सङ्घका पूर्व अध्यक्ष नारायण कोइरालाज्यू, त्यसै गरी मोदी आलेज्यू, नेपाल भूतपूर्व सैनिक सङ्घका पदाधिकारीज्यूहरू, नेपाल भूतपूर्व सैनिक सङ्घका केन्द्रीय सदस्यज्यूहरू, नेपाल भूतपूर्व सैनिक सङ्घ बागमती प्रदेशका अध्यक्ष लगायत प्रदेशका अध्यक्षज्यूहरू, त्यसै गरी नेपाल भूतपूर्व सैनिक सङ्घका जिल्ला अध्यक्षज्यूहरू लगायत आज यस स्थापना दिवसलाई सभ्य र भव्य बनाउन उपस्थित हुनुभएका तमाम सम्पूर्ण नेपाल भूतपूर्व सैनिक सङ्घप्रति आस्थावान तमाम आदरणीय व्यक्तित्वहरूमा म नेपाल भूतपूर्व सैनिक सङ्घ काठमाडौँ जिल्ला कार्य समितिको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट स्वीकार गर्छु। जय नेपाल, जय भू। आज यस नेपाल भूतपूर्व सैनिक सङ्घको 35औं स्थापना दिवस मनाउँदै गइरहेको अवस्थामा मलाई सम्भवतः हामी त यस संस्थामा जोडिएको पनि अलिक पछाडि पनि हौँ, हाम्रो उमेर पनि अलिक कमै छ र हामी यसमा आएको पनि अलिकति भर्खरै जस्तो हो र आजसम्म यो यसरी यो मनाउने प्रचलन थिएन भन्ने कुरा अग्रज सरहरूबाट पनि जानकारी भयो। जुन यसरी स्थापना दिवस एउटा मनाउनु पर्छ भनेर चाहिँ जुन एउटा पहल कदमी स्वरूप आज यस स्थापना दिवस मनाउन गइरहेका छन्, त्यसको लागि म यस सङ्घका अध्यक्ष लगायत पदाधिकारीज्यूहरूलाई हृदयदेखि म हार्दिक आभार व्यक्त गर्दछु। अब म त्यति धेरै लामो कुरा गर्नु नआइकन म यस भूतपूर्व सैनिक सङ्घमा चाहिँ दिग्गज व्यक्तिहरूको यसमा चाहिँ के छ भने एउटा विश्लेषण छ र हामी जस्ता एउटा नयाँ युवाहरू, हामी भर्खरै एउटा सैनिक सेवाबाट चाहिँ निवृत्त भएर आएको र पार्टीमा पनि पहिलेबाट नै लागिरहेका व्यक्तित्वहरू पनि आएका छौँ। म एउटा नेतृत्वलाई एउटा के पनि भन्न चाहन्छु भने भूतपूर्व सैनिक सङ्घमा आएका मान्छेहरूलाई तपाईँहरूले एउटा अवसर पनि दिनुभएको छ। हामी त्यति धेरै लामो समय भएको छैन यस सङ्घमा आएको, जुन एउटा जिल्ला अध्यक्ष भएँ, त्यहाँपछि केन्द्रीय सदस्य पनि भएँ म, मेरो आफ्नै कुरा गर्दा र हामी पार्टीमा चाहिँ केही कुरा गर्नै भनेर आएका हौँ। अब हामी कोही जाने पनि होइन, पार्टीमै गर्ने सङ्घ सङ्गठनलाई नै बनाउने भनेर आएको हौँ। त्यसरी यस सङ्घलाई अझै हामी मर्यादित, व्यवस्थित र अझै दुई चार कामहरू पनि हामीले गर्नुपर्छ।